नमस्कार, श्रमिक खबरमा हार्दिक स्वागत छ। नेपाल ट्रेड युनियन महासंघ जिफनाबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सार्वजनिक यातायात क्षेत्रको चुनौती र सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन विषय कार्यशाला जेठ 11 गते धनगढीमा सम्पन्न गरेको छ। जिफन अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपालमा सामाजिक सुरक्षा कोषको स्थापनाको पृष्ठभूमिबारे जानकारी दिँदै हालसम्म 22 लाख श्रमिक सहभागी भइसकेको अध्यक्ष श्रेष्ठले बताउनु भएको थियो। साथै सामाजिक सुरक्षा कोषका निर्देशक रोहित रेग्मीले सामाजिक सुरक्षा योजनाले प्रदान गर्ने सुविधा बारे प्रश्न पार्नु भएको थियो। संगठनका केन्द्रीय अध्यक्ष भीमजला राईले सार्वजनिक यातायात क्षेत्र अझै पनि उद्योगको रूपमा स्थापित नहुनुका कारणले श्रमिक र लगानी दुवै असुरक्षित बनेको बताउँदै गुणस्तरीय सेवा प्रवाहमा बाधा पुर्याउने कारणहरूमाथि पनि चर्चा गर्नु भएको थियो। जिफन सहकारी प्रबन्ध बोर्ड सदस्य देवबहादुर बम, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री निर्मला देवी साउद, महाकाली यातायात बहुउद्देश्य प्रणालीका अध्यक्ष डम्बरराज पन्त र सुदूरपश्चिम यातायात प्रणालीका अध्यक्ष पदमराज जोशीले आफ्नो माताहतका सबै कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा सूचीकृत गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन संगठनका सुदूरपश्चिम अध्यक्ष ललित चन्दले गर्नु भएको थियो। जिफन आबद्ध क्युपेक नेपालको उपत्यकामा उपलब्ध केन्द्रीय, जिल्ला र पालिका कमिटिका पदाधिकारीहरूसँग जेठ 18 गते क्युपेक नेपालको 29औं स्थापना दिवस कार्यक्रमको तयारी बैठक सम्पन्न भएको छ। जिफन आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको 5औं केन्द्रीय कमिटी बैठक जिफन अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा धनगढी कैलालीमा जेठ 12 गते सम्पन्न भएको छ। केन्द्रीय अध्यक्ष भीमजला राईको अध्यक्षतामा भएको सो बैठकमा जिफन महासचिव लक्ष्मण शर्माको पनि आतिथ्यता रहेको थियो। श्रमिकद्वारा श्रमिकका लागि तयार पारिएको श्रमिक खबर हेरिदिनु र सुनिदिनु भएकोमा धन्यवाद। समृद्धि र अग्रगति हाम्रो अभिभाव।